हरि ओम नमो नारायण सम्पूर्णमा सदाका झैँ आज पनि म आजको राशिफल कार्यक्रम लिएर उपस्थित भएको छु। आजको राशिफल कार्यक्रमलाई हेरेर तथा सुनेर साथ दिनुहुन्छ भन्ने आशा गर्दै आजको राशिफल कार्यक्रम अगाडि बढाउन अनुमति चाहन्छु। सुरु गरौँ आजको पञ्चाङ्गदेखि। आज मिति 2082 साल 3 महिना 2 गते, तदनुसार 2025 छ 16 अषाढ कृष्ण पक्ष, पञ्चमी तिथि सोमबार। सूर्योदय बिहान 5:12 जाँदाखेरि रहेको छ भने सूर्यास्त बेलुका 18:54 जाँदाखेरि रहेको छ। तिथि पञ्चमी तिथि 20:43 यानि कि 13:29 रहेको छ। नक्षत्र धनिष्ठा नक्षत्र। योगमा वैधृत योग, करणमा तैतिल करण, चन्द्रमा मकर राशिमा रहेका छन् भने सूर्य मिथुन राशिमा रहेका छन्। आनन्दादि योगमा शुभ योग परेको छ। यो भयो आजको पञ्चाङ्ग। अब हामी लागौँ आजको राशिफल तर्फ। सुरुमा मेष राशि। मेष राशि हुने जातकहरूका लागि आजको दिन नेतृत्व तह अथवा विशिष्ट व्यक्तिहरूबाट विशेष सम्मान प्राप्त हुनेछ। अधुरा कार्यहरू पूर्ण हुनेछन् भने आँटेका कार्यहरू पनि सफल हुनेछन्। सेवारत पदमा पदोन्नति अथवा कार्यमा स्तरोन्नति प्राप्त हुने योग रहेको छ। व्यापार व्यवसायबाट पनि अपेक्षाकृत सफलता प्राप्त हुनेछ भने मान्यजन तथा आफन्तजनहरूसँग भेटघाट तथा कुराकानी हुने सम्भावना रहेको देखिन्छ। नयाँ कार्य आरम्भ गर्नलाई शुभ समय परेको छ भने शिक्षा क्षेत्र सफल रहनेछ। वृष राशि। वृष राशि हुने जातकहरूको लागि आजको दिन दाजुभाइ तथा कुल कुटुम्बबाट अपेक्षाकृत सफलता प्राप्त हुनेछ। शैक्षिक क्षेत्र उत्तम रहनेछ। विपरीत लिङ्गीको सहयोग तथा प्रेम सम्बन्ध प्रगाढ रहनेछ। मन स्थिर रहनाले आँटेका कामहरू सफल हुनेछन् भने काममा दाजुभाइको सहयोग रामबाण साबित हुने देखिन्छ। व्यापार आदिको क्षेत्रबाट राम्रो नतिजा आउन सक्छ भने शारीरिक तथा मानसिक रूपमा सशक्तिकरण हुने देखिन्छ। मिथुन राशि। समय त्यति अनुकूल छैन। अनावश्यक झैझगडामा समय खर्च देखिन्छ। मनमा अकारण पीर, चिन्ता तथा विचलनको स्थिति नबन्ला भन्न सकिँदैन। प्रेम सम्बन्ध त्यति राम्रो देखिँदैन। व्यर्थमा धनको क्षय हुने, क्रोध उत्पन्न हुने। सिंह राशि। सिंह राशि हुने जातकका लागि आजको दिन विभिन्न कार्यहरू सम्पन्न गर्न धन बुद्धि तथा सिंह राशि हुने जातकहरूका लागि आज धन सम्बन्धी प्राप्त हुने योग परेकाले आर्थिक स्तर सुधार हुने देखिन्छ। मन अस्थिर रहने देखिन्छ भने विपरीत लिङ्गी साथीको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। मन धर्मकर्मप्रति धेरै आकर्षित रहनाले भगवानको कृपा प्रसाद प्राप्त हुने देखिन्छ। तपाईँको बाणीका प्रभावले नजिकका इष्टमित्रहरू प्रभावित रहनेछन् भने मन एकाग्र नभएकाले केही कार्यहरू बिग्रन पनि सक्ने देखिन्छ। कन्या राशि। रोकिएका कार्यहरू बन्ने देखिन्छ। मनमा शान्ति रहनेछ। पराक्रममा वृद्धि हुनेछ भने भाइबन्धुहरू सन्तुष्ट रहनेछन्। आँटेका कामहरूमा भाइबन्धुको साथ र सहयोग लिनु उचित हुनेछ। धार्मिक तथा साहित्यिक क्षेत्रको उन्नति प्रबल रहेको छ। पठन पाठन तथा लेखन कार्यमा विशेष रुचि बढ्ने देखिन्छ। तुला राशि। मानसिक तथा शारीरिक सुख अनुभूति हुने दिन देखिन्छ। विभिन्न परिकारहरूको रसस्वादन गर्ने अवसर जुर्नेछ। अर्थोपार्जनको समय रहेको छ। सवारी साधन, घर जग्गा आदिबाट प्रशस्त शारीरिक तथा आर्थिक लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा भने केही समस्याहरू देखा पर्नेछन्। आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्ने देखिन्छ। इष्टमित्रहरूको सहयोग तथा आमाको आशीर्वादले कामहरू बन्ने देखिन्छ। वृश्चिक राशि। राज्य पक्षबाट अथवा विशिष्ट व्यक्तिहरूबाट हजुरको बौद्धिकता र योग्यताको कदर हुने दिन परेको छ। सन्तान तथा प्रेमी प्रेमिकाको सहयोगले कार्य सम्पादन सहज हुने आकलन गर्न सकिन्छ। शैक्षिक क्षेत्र उज्जवल रहनेछ। प्रेममा सफलता मिल्ने देखिन्छ भने मन प्रसन्न रहनेछ। बहुमूल्य धातु तथा रत्न आभूषण प्राप्त हुनु तथा
यिनीहरूको कारोबारबाट आर्थिक स्तर सुधार गर्न सहयोग पुग्ने देखिन्छ। मनमा शान्ति रहनेछ। धनु राशि व्यापार व्यवसायबाट प्रशस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरमा अपेक्षाकृत सुधार देखिनेछ। जीवनसाथी अथवा प्रेमी प्रेमिकाको यथोचित सहयोगले मन प्रसन्न रहनेछ तथा आँटेका कामहरूमा सहजताको अनुभूति देखिन्छ। खानपान तथा भोजभतेरमा ज्यादा समय खर्च हुने देखिन्छ भने मनोबल उच्च रहनाले आँटेका कामहरूमा सफल हुने योग परेको छ। शत्रु भए पनि देखिन्छ। मकर राशि हुने जातकहरूका लागि आजको दिन धार्मिक व्यक्तिहरूसँग भेटघाट भलाकुसारी हुनुको साथै अतिथिको रूपमा स्वागत गर्न पाउँदा मन प्रफुल्लित रहने देखिन्छ। आध्यात्मिक जागरणको दिन परेको छ। भाग्य अनुकूल रहनाले गरिआएका कार्यमा स्तर उन्नति तथा नभएर अड्केका रहेका कार्यहरू पनि सम्पन्न हुने दिन देखिन्छ। जप तप साधना तथा सिद्धि जस्ता कुराहरूको वृद्धि हुनेछ भने प्रेम तथा विपरीत लिङ्गीको सहयोगमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्र उच्च सफलताको योग परेको छ। कुम्भ राशि हुने जातकहरूको लागि आजको दिन अनावश्यक धन खर्च हुने, मनमा अनेक थरीका कुराहरू खेलेर मन दिनभरि नै अशान्त हुने देखिन्छ। चिसोबाट जोगिनु पर्नेछ। आफ्नो काममा मन नलाग्ने तथा मन विचलित हुने देखिन्छ। सर्दी रुगाखोकी आदिले सताउने देखिन्छ। सकेसम्म आज नयाँ कामहरू सुरु नगर्नु नै उत्तम हुनेछ। यदि गर्नै परेमा आफ्नो इष्टदेवताको स्मरण गर्दै मान्यजनको साथमा सुरु गर्नु उपयुक्त देखिन्छ। मीन राशि हुने जातकहरूका लागि आजको दिन धार्मिक व्यक्तिहरूसँग भेटघाट भलाकुसारो हुनेका साथै अतिथिको रूपमा स्वागत गर्न पाउँदा मन प्रफुल्लित रहने देखिन्छ। आध्यात्मिक जागरणको दिन परेको छ भने भाग्य अनुकूल रहनेछ। कामहरूमा स्तरोन्नति तथा अड्केका कामहरू पनि फत्ते बन्ने देखिन्छन् भने जप तप तथा साधना जस्ता कामहरूमा वृद्धि हुनेछ। प्रेम तथा विपरीत लिङ्गीको साथमा सहयोगमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट अपेक्षाकृत मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्र पनि सफल रहने योग परेको देखिन्छ। हरिओम नमो नारायण। आजलाई आजको राशिफल कार्यक्रम यति नै। पुनः भोलि राशिफल कार्यक्रम लिएर उपस्थित हुनेछु। त्यतिन्जेलको लागि यहाँहरूबाट ओझेल पर्छु। नमो नारायण। धन्यवाद।